झन् झापाली भन्नु लाज भएको थियो सिरियस भएर तिमी छुट्यौ पूर्णबहादुरकोमा हैन सबलाई 10,000 दियो भने अनि म एकछिन सोचे कस्तो धनी प्रोड्युसर रहेछ चाड्दै रहेछ भनेको म्याकुरी मसँग त्यो दिनदेखि बोलेकै छैन ए म लौरी टेक्नी बुढी हौ भनेको हातैले कुट्दा त त्यत्रो चोट लाग्यो लौरीले त झन् के होला भन्छ बुढी पनि यस्तो भइसक्यो कुप्री परेर अब यहाँ डोरी बान्ने भने धनु छान्न मिल्छ भन्ने छ त्यहाँ पछि के एपिसोड हाल्ने छ नि हाल्दा पनि त दुईतिर हेर्दा त जोकै भएन अहिले त बुढी भएर दाँत पनि हेर्नु न 34 वटा मात्रै छ अब नक्कली हालेपछि जति हाले नि भइगयो हाल्न त 38 वटा हालेको अस्ति झुक्केर 3टा निलेछु अहिले त आन्द्रामा पनि दाँत छ तपाईँले भने होइन लजिक खोइ भन्दा पनि बाढी आयो भने बसी साह्रै गाह्रो राति निन्द्रा पनि लाग्दैन धन्यले रिचा नानीको फिल्म हेर्छु र सिटै निदा मान्छेहरूले तिमीलाई गाली गरेको होइन त्यो के अरे होस्ट कति धेरै बोलेको के मान्छे के अरे आर्टिस्ट नबोलाइकन कति बोलिरहेको भनेर भनेको थियो कि अनि त्यसपछि अब आर्टिस्ट आउनु भएको छैन अफकोर्स हामीले के अरे सोलाई अगाडि बढाउनु पर्छ नबोलिकन चुप लाएर बस्नलाई भन्दै त के बोले त मैले बढी बोल्ने हो के बोले होस्टले भनेको आउनुस् जानुस् मात्रै भन्ने हो आउनुस् अब आउँदै हुन्छ दुर्गेश थापा भन्ने बस्ने हो ल नेक्स्ट टाइमदेखि त्यही भन्छु म तिम्रो कल टाइम कति बज्यो हो भाइ I'm a man of my own time. Yes. English नाइकी मैं पाके बंदी नहीं भाइको पिकै हो कि के हो यो पिकै हो पुरै सेटै पिकै छ भित्र पनि पिकै हो माय गॉड यहाँ धेरै चीजहरु बोल्न थाले भइहाल्यो अब Hey, welcome to my vlog. यो हाम्रो thank you so much. Hello Vijay, hello. Successful people. हमनेको लागि दाइ बधाई छ दाइ उठ्छ दाइ विजय दाइलाई पो ढिला बोलाको त हस्ते चिराउनु पर्दैन बिहान उठेर मेसेज गरेर विजय दाइसँग आउने हो प्लेटमा बसेर मेसेज गर्ने दाइ यार कसले रिप्लाई गर्छ कुन देख्छ भनेर डिरेक्टरले मारे एक करोडको लागि बधाई 1 करोडको खुसी होला यो कतिवटा दिन्छ त भने अब माया फिल्मको लागि बधाई नेपालमा बन्ने लागेको सबै फिल्मको लागि बधाई मारे छ्या यो त कस्तो होइन कुखुराले भुत्ला उकालेको जस्तो देख्दो रहेछ यसलाई त दारी फालेपछि तँलाई यस्तै देख्ने हो मैले आफैलाई थाहा छैन मलाई त्यस्तो ल्याउनु भएछ यार उच्च दाइ यो त पहिले नै होला उच्च दाइको एउटा एपिसोड सकिसक्यो त त्यही भने कस्तो आनन्द यार मलाई आज थर्ड एपिसोड त कस्तो आनन्द यार ब्रो थर्ड एपिसोड त न्यूज रिडिङ छ क्या स्क्रिप्ट पढ्दिने हो यो हामीले सेकेन्ड एपिसोड त आयो ए हो सेकेन्ड एपिसोड तिमीले श्रीलङ्काबाट हामीलाई के लिएर आइदियो दाइ एटलिस्ट के चकलेट एउटा त लिएर आइदिनु नि होइन लोभी प्रियङ्का दिदीवालामा के आएको लास्टमा पैसा दिन्छ मेरो तैँले नि ओ जुत्ता पनि नयाँ टल्काएर लिएर आएछ कि नयाँ जुत्ता नयाँ यो लङ्का चलाउनु यसलाई के भन्छ ट्र्याक सुट यो मेरो बाउको ट्र्याक सुट हो यार के भन्नु मैले इज्जत गएको हेरौँ लङ्का चलाउनु गएको हनुमान दाइ फर्केर आउनुभएको छ लङ्का चलाउँदै मैले श्रीलङ्कामा जोक चाहिँ के गरेँ भनौँ न बङ्गलादेशले गर्यो होइन श्रीलङ्काले गर्यो अब म यहाँबाट फर्केर मेरो म पनि रेभोल्युसन गर्छु मलाई हेल्प गरेँ भन्ने क्या ट्याक्सी ड्राइभरहरूलाई मैले म्यागुरी यस्तो गर्दा यस्तो गर्नु छिलेको कुखुरा ठ्याक्कै देख्दैछ गर्दैन बाबु मारेर मात्रै कुखुरा छिल्ने गरिन्छ यति याद राख तिमी यहाँ छै चुप्लाको तिमी दिमाग नभएको मान्छे है राम्रै देख्यो त कस्तो कलिले 5 वर्ष घटेन त झ्यापै डिम्पल सिम्पल देख्नु थालिसक्यो लो तिम्रो डिम्पल पनि थियो अरे हाय You're done, man.
डन डन कस्तो भइरहेछ हाउ द जोस इट्स हाई सर यस पवन के पवन हामी कुरा गरिरहेको बेला मुसु बिच भएको पनि क्यामेरा लिएर तिम्रो कुना कुनातिर के गरिरहेछस् भन्दा दरबारमा स्क्रिप्ट प्र्याक्टिस त हो के गर्ने गाह्रो छ तिनटा छ त्यो कस्तो ज्याकेट हो त्यसरी झुन्डिरहेको ए बिस्दा चाहिँ उडिराख्नु भएको छ भने त्यही हो बिस्दा कोइमा उड्दा भनेको फिल्म चलेदेखि त खुट्टा त भुइँमै छैन है मेरो खुट्टा भुइँमा भयो भने त सिधै हो त अहिले म यो आकाशमा उडिरहने हैन उहाँ आकाशमा उडिरहनु भएको छ उहाँको ज्याकेट त झनै उडिरहेको छ त्यहाँ ल ज्याकेट शुद्ध पनि उडिरहेछ के अब विजय दाइको सुन्दर पनि आथेन सुन्दर आथ्यो खै हेर्नु त विकास एकचोटि प्लिज क्यामेराहरु सबै ए होइन न आथेन सारङ्गी रेडी राथ्यो अनि हुन्छ नि त क्लासमा अब तिम्रो प्रोग्राम भयो भने सँगै बङ्काने हुन्छ नि त क्लासमा सारङ्गी रेडी राथ्यो एकछिन नखिचिछु न म एक्टरको रिभ्यू दिनलाई ध्यान के हो तिमी त आज कवि श्रीमतीको फोन आएको महोदय सरी बुढी महोदय दिपेन्द्रले आफै आउँछ कल गर्छ आउँछ तल आउँछ तिमी नुहाउँदै होला त्यो नुहाएको बेला त्यसले फोन उठाउँदैन क्या हजुर त्यो चाहिँ आफ्नै गीत सुनेर त्यहाँ भिडियो कल रे नुहाएको बेला ए मलाई भने ल त्यो कालो कोट जुनै भयो नि हुन्छ क्या बढी त्यो मेरो किर्के मिर्के एउटा कालो कोटी छ कालो कोट दुईटा अप्सन भयो पढ स्क्रिप्ट सुनिस् पढे स्क्रिप्ट अन्त आफ्नै गीत सुनेर दङ्ग परेर नबस्न त नमस्कार म कवि दुरी नमस्कार सरी नमस्कार उहाँहरू दुईजना जोडी छ क्या तपाईँ यसँगै बस्नु त्यति मात्रै गरेर बिफोर एन्ड आफ्टर उसले मलाई छिटाउ भनेर मै ढिलो हुन्छ भनेर मेसेज गरेको थियो सो मेबी हाई हेलो गुड मर्निङ एकैछिन म आफूलाई एडमायर गर्दैछु एकैछिन है ल ठिक छ क्यारी अन ओके के हुँदैछ त सर तपाईँको यस्तो मजा हेरेको छ नि मलाई त मर्निङ सो जस्तो लागेको छ आफूलाई आँखा बन्द गरेर भिडियो खिचिरहेर आँखा अलिकति यस्तो डिफल्ट फेस बनाउनुपर्छ न त फेरि रिङ्कल्सहरू देख्छ हो र मेरो रिङ्कल छैन मेरो त त्यो रिङ्कल होइन होइन भन्नु खोजेको त्यो लाइन्सहरू आउँछ कि यो स्प्रे लगाइसकेपछि ए ठिकै छ आउँछ न अब यो त कस्तो भने अब आउनै पर्यो नि अब एज लुकाउनु भएन होइन म त नेचुरली ह्यान्डसम मान्छेलाई अब के गर्ने जे गर्दा ठिक हुन्छ भन्छन् होइन त्यसले गर्दा म त्यस्तो लुकाउनेमा म पक्षमै छैन कपाल सेतो भइरहेको छ के अरे दारी पहिला जुगा कालो थियो होइन अलिअलि सेतो हुन थालेको छ दारी त्यो सेतो भइसक्यो होइन ह्यान्डसम हुनुको नि समस्या छ कि त्यही भने लुकाउन साह्रै गाह्रो छ त्यही भने गिभअपै गरेछ 10 लाख त पर्छ के हो दाइ आउनु न त हैन स्क्रिप्ट नपढ त यहाँ बसेर ग भनेर बसाकै त दिदैको फार्म हाउस जाने प्लान भइरहेछ त के कुरा यस्तै ड्रेस मलाई कुर्ता बनाइदिन न यार मलाई कुर्ता मन पर्छ यस्तै ड्रेसमा बन्दैन यस्तो कपडामा 3-4 जोर कुर्ता चाहियो बनिहाल्छ नि गर्मीमा चाहिँ टिक कुर्ता लाएर हिँड्नु मन लाग्यो ल सब भिडियो रेकर्ड छ नि प्रमाण भयो नि म च्यानल चेन्ज गरेको कुरा गर्नु बुझ्नु भयो नि तपाईँले प्रमाण रे क्या हामीले त स्पोन्सरलाई मद्दत गरेको सुरु फर्स्ट एपिसोडदेखि मैले पनि पाएको अहिलेसम्म 500 बाबा हजुरले लास्टमा पाइदिनुहुन्छ यस्तो हो के दिदी किनेर लिएर आउने हो कि मैले पनि आफूले सिलाउने त होइन होला पक्कै पनि भेट्ने त नि कपडा बसालमा एपिसोडको लागि र हामीसँग हुनुहुन्छ मिस म्याकुरी
के छ तपाईँको हालखबर म्याक्रेजी राम्रै छ त चाहिँ को हो रे भन्न नम्रता हो नम्रता ऊ चाहिँ गोटम्यान हो हेलो वेलकम टु येलो वक्स पडकास्ट के अरे येलो वक्स भ्लग अनि आज सुजता श्रेष्ठ भ्लग सरी सुजता श्रेष्ठ भ्लग ओहो माथि के भएछ त्यसै खोइ एकचोटि जाउँ न आम्मामा क्राउड यार क्यारेक्टरै बिर्सेँ म त क्राउड यदि कमसेकम आज नाक छोप्या छु मैले अलिकति भए पनि ओ माई गड मलाई एकदम क्राउडको त्यो हल्ला सुन्ने बित्तिकै गोपीजी मलाई टोइलेट जानु मन लाग्छ गोपीजी आएछ सबै कुरा सुरु अघिसम्म चाहिँ कति नै भ्लगको लागि बोल भन्दाखेरि चाहिँ होइन कति नै आत्ते के अरे टाइमै नभए जस्तै गरेर गएको थिएँ यहाँ चाहिँ सेल्फी खिच्नुमा थुतुनु के अरे पल्टाएर बुझेनौ कि दिदी अलिकति एक्टिङ गर्नु पऱ्यो बिजी छु जस्तो के कमिनी ओए हेलो दिदी कहाँ जानु भएको तपाईँ हेलो भन्जङ्गानी चौतारीहरूमा यो चाहिँ के हो कि लभ रे लभ फुल भन्छ फुलिरहु जुन भन्छ चम्किरहु आहा गीतमा उद्या गरम चप्पल दे मेरो चप्पल हुँदैन कि त्यसलाई अर्की डर लाग्दै बुढी हेर्नुहोस् यहाँ फेरि मेरे को कोई बाल नहीं है यहाँ तनावमा छन् मान्छेहरू फेरि आज गोटम्यान बन्नु भएको छ उहाँ अघि त तिमीले देखेकै थिएनौ के थियो भने पैसा कमाउनु गर्ने